सलोम एभ्रिबडी। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्, अनुग्रह दिनुभएको होस्, स्वास्थ्य र सफलता पनि दिनुभएको होस्। यो नै मेरो तपाईँहरूको लागि प्रार्थना रहेको छ। अनि तपाईँहरूलाई म इन्करेज दिन चाहन्छु अनि उत्साह दिन चाहन्छु कि कतिजना तपाईँहरू देश विदेशमा रहेर एक्लै दोक्लै बसेर समयहरू बिताइराख्नु भएको छ अनि केही न केही योजना गरेर तपाईँ त्यहाँ पुग्नु भएको छ। अनि धेरै पटक तपाईँ र मैले जीवनमा निराश हुनुपर्छ। यो भावनाहरूले हरेक कुराबाट हार खाँदै गरेको अवस्थामा कतिजना मानिसहरूले यस्ता कुराहरूलाई पार गरेका छन् र कतिजनाले त सुसाइड गर्ने अवस्थामा पुग्दछन्। त्यही कारणले गर्दाखेरि आज तपाईँलाई म एउटा इन्करेज गर्न चाहन्छु कि परमेश्वरले तपाईँलाई एक्लै छोड्नु भएको छैन। तपाईँ एक्लै हुनुहुन्न। इभन यो समस्या तपाईँले जिउँदै हुनुहुन्छ, यो समस्या पार गर्दै गर्नुभएको छ अनि यो समस्या पार गर्दै गर्ने पनि तपाईँ जस्तो धेरै मानिसहरूले भोगिरहेका छन्। त्यही कारणले गर्दाखेरि परमेश्वरले भन्नुभयो हरेक अवस्थामा स्थिर रह अनि यो अवस्था तपाईँको स्थिर रहने समय हो। मेरो प्रिय मित्रहरू, यहाँनिर म एउटा इङ्ग्लिसको भनाइ अति मजाको लाग्छ। Even if today feel heavy, God is still writing your story. His grace is enough for this moment and His strength will carry you forward. यहाँनिर भन्नु खोजेको चाहिँ आजको दिन भारी लागे तापनि, समस्याको भारीमा तपाईँ चाहिँ बोझमा परेका भए तापनि परमेश्वरले तपाईँको कथा लेखिरहनु भएको छ। तपाईँ कतिको विश्वास गर्नुभएको छ परमेश्वरमा? आजको दुःखको समयहरूमा चाहिँ के परमेश्वरलाई तपाईँले इन्कार गर्नुहुँदैछ? तर परमेश्वरले त्यो कुराहरू लेखिराख्नु भएको छ। यस क्षणको लागि उहाँको अनुग्रह पर्याप्त छ र उहाँको शक्तिले तपाईँलाई अगाडि बढाउनेछ। मेरो प्रिय मित्रहरू, यसैया 41:10 मा यस्तो लेखिएको छ, परमेश्वरले भन्नुहुन्छ, यसकारण नडरा, किनकि म तँसित छु, निराश नहुए, किनकि म तेरा परमेश्वर हुँ। यो परमेश्वरले भन्नुहुँदैछ, म तँलाई सामर्थी बनाउनेछु र सहायता दिनेछु। म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु। मेरो प्रिय मित्रहरू, यदि तपाईँ परमेश्वरको आज्ञाकारीमा बस्नुभएको छ भने, यदि तपाईँ प्रभु येशू ख्रीष्टलाई मुक्तिदाता र प्रभु भनेर ग्रहण गरेर नयाँ हुनुभएको छ भनेदेखि तपाईँ परमेश्वरको सन्तान हो। तपाईले जिउनु पर्ने, तपाईँ परमेश्वरको सन्तान कसरी जिउँछ त्यो तरिकाले जिउनुहोस्। तपाईँ निराश नहुनुहोस्। दुःख र कष्ट त प्रभु येशू ख्रीष्टलाई पनि आएको थियो, तर दुःख र कष्ट आउनु भन्ने कुरा साधारण हो, तर यसलाई जित्नु नजित्नु तपाईँ र मेरो काम हो अनि तपाईँ र मेरो एबिलिटी हो। त्यो एबिलिटी हामीमा परमेश्वरबाट आउँछ, किनभने हामी परमेश्वरको छोराछोरी हौँ। उहाँको वचनले जुन यहाँनिर भन्नुभएको छ, तँलाई म एक्लै छाड्ने छैन, तँलाई म मेरो धार्मिकताको दाहिने हातले तँलाई डोर्याउने छु। मेरो प्रिय मित्रहरू, सर्वशक्तिमान प्रभुहरूका प्रभु, राजाहरूको राजा अनि सारा सृष्टिको मालिक अल्फा एन्ड ओमेगाले तपाईलाई डोर्याउनुहुन्छ भनेदेखि तपाईले कोसँग डराउनु पर्छ? कुनै समस्यादेखि? नो। कुनै बिमारदेखि? नो। कुनै समाजदेखि? नो। तर तपाईँ एउटै कुरामा चाहिँ ख्याल राख्नुहोस् कि तपाईले तपाईको सृष्टिकर्ता परमेश्वरको आज्ञा पालन गर्नु भएको छ कि छैन। त्यो चाहिँ हो सबैभन्दा ठुलो कुरो। यदि तपाईले परमेश्वरको आज्ञा पालना गर्नु हुँदैछ भनेदेखि तपाईले अहिले क्षणिक भरमा सायद हारे जस्तो लाग्दैछ होला, निराश हुनुभएको छ होला, मेरो अब केही रहेन भन् जस्तो लागिरहेको छ होला, तर तपाईमा परमेश्वर हुनुहुन्छ भनेदेखि द्याट्स इनफ। अनि यहाँनिर परमेश्वरको वचनले पनि त्यही नै लेखेको छ। उहाँको अनुग्रह नै पर्याप्त हो। अनुग्रह भनेको तपाईँ र म कमी कमजोरीमै छौँ होला, तर परमेश्वरले हामीलाई
अनुग्रह दिन चाहनुहुन्छ। अनुग्रह भनेको दया, जुन चाहिँ तपाईँ उहाँको आज्ञाकारिता भएको कारणले गर्दाखेरि, तपाईँ उहाँको सन्तान भएको कारणले गर्दाखेरि, एउटा आमा बाबाले सन्तानहरू, आफ्नो छोराछोरीहरू लिमिटेड समयसम्म ऊ खतरामा पर्दै गरे पनि हेरिरहेको हुन्छ। जब अन्तिम खतरामा पुग्न लागेपछि उनीहरूलाई चाहिँ फेरि त्यो आमा बाउले उद्धार गरिहाल्छ, टिपेर ल्याइहाल्छ, सम्हालिहाल्छ। त्यस्तै नै हो, आज तपाईँ परमेश्वरको आज्ञाकारितामा जिउनु भएको छ भनेदेखि तपाईँको जीवनमा जस्तो समस्या आइरहेको भए तापनि डरिलो हुनुहोस्, विश्वास गर्न नछाड्नुहोस्, किनभनेदेखि यो लेखिएको कुरा पवित्र बाइबलबाट निकालिएको हो। अनि पवित्र बाइबलमा लेखिएको हरेक शब्द परमेश्वरको हो। अनि त्यो शब्द त्यतिकै खेर जाने छैन, खाली फर्कने छैन। अनि यो जहिले पनि पुरा भएको हामीले पाउँदछौँ। अनि यो पुरा भएरै छाड्नेछ, किनभने यो एउटा पाठ्यपुस्तकमा लेखिएको एउटा शब्द होइन, यो परमेश्वरबाट आएको जीवित वचन हो। अनि जुन चाहिँ परमेश्वरको वचन हो त्यो पुरा भएर छाड्छ। अनि त्यो पुरा हुने वचन चाहिँ भनेको छ, तँलाई म मेरो धार्मिकताको दाहिने हातले सम्हाल्ने छु। मेरो प्रिय मित्रहरू, निराश हुनुहुन्छ होला, कमजोरी सोच्नु भएको होला, तर साहस गर्नुहोस्। सबैभन्दा अल्फा एन्ड ओमेगा, राजाहरूको राजा, प्रभुहरूका प्रभु, सारा सृष्टिको मालिक र न्यायकर्ता तपाईँको साथमा हुनुहुन्छ। गड ब्लेस यु। जय मसीह।